आज सुरुवात चाहिँ यसरी अर्ग्यानिक ड्र्यागन फ्रुट्स खाएर भएको थियो मेरो चाहिँ। अनि यो ड्र्यागन फ्रुट्स चाहिँ नेपालमै उत्पादन गर्नुभएको हाम्रो तुम्मिरो क्याफेको दाइले गर्नुभएको हो। अनि एउटा कुरा क्या साथी, पहिला सानोमा म स्कुल पढ्दाखेरि हैन, मेरो साथीभाइहरू सबैको घरबाट एक एकजना विदेश जानुभएको हुन्थ्यो क्या, प्यारेन्ट्स। र जसको जानुभएको थिएन अनि उहाँहरूलाई चाहिँ, मेरो साथीहरूलाई चाहिँ एकदमै गाह्रो हुने फीहरू तिर्न ओर्न, घरबाट एकजना विदेश नगई त घरै नचल्ने त्यस्तो स्थिति पनि आएको थियो क्या। र अहिले हाम्रो नेपालमा प्राय त्यस्तो धेरैजना विदेश गएको मैले देखेको छुइनँ। कि अब जाँदै हुनुहुन्छ भने मैले चाहिँ देखेको छुइनँ। आज मैले चाहिँ के देखिरहेको छु भने हामी जस्तो युथ भाइ बहिनीहरूले चाहिँ बिजनेस ओपन गरिराख्नु भएको छ आफ्नो लागि, सिपहरू सिकिराख्नु भएको छ आफ्नै लागि गरिराख्नु भएको छ। फेरि म चाहिँ नेपालमै बसेर केही गरौँ र यङ जेनेरेसनको भाइ बहिनीहरूलाई नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने उदाहरण बनाऊ भन्ने हिसाबको मान्छे परे म चाहिँ। आज चाहिँ यङ बहिनीहरू, मात्र 20 वर्षको बहिनीहरूले केही गर्छु नेपालमै म पनि भनेर उहाँहरूले पनि शङ्करदर चोकमा अनि फुचर रेस्टुरेन्टको अपोजिट 63 वाफल स्टेसन सानो खोल्नु भएको छ। एकदमै खुसी लागेछ मलाई चाहिँ, एकदमै गर्व पनि फिल भइरहेछ। उहाँहरू चाहिँ केर्खाबाट हो र उहाँहरूको हिजो नै भएको थियो ओपनिङ, तर म चाहिँ आज जानु पर्यो भनेर प्लानिङमा मैले बिहानै गएर उहाँहरूको लागि गिफ्टहरू पनि फ्लावर जेट प्लान्ट पनि प्रिपेयर गरेको छु। र साथसाथै मैले मेरै हातले उहाँहरूको लागि भनेरै जापानिजको डेथ फ्लावर पनि आफै डेकोरेट गरेर रेडी बनाएर म र मेरो बहिनी चाहिँ हामी 63 वाफल स्टेसन लाग्यौँ। र यो चाहिँ मेरो बहिनीहरूलाई फेरि पनि शुभकामना भन्दै, यो चाहिँ राम्रो शुभ दिन होस्, फलिफाप होस्, मेरो बहिनीको बिजनेसहरू ग्रोथ होस् भन्ने हिसाबले मैले गिफ्ट दिएको हो। र कति हार्डवर्किङ छ क्या यो बहिनीहरू चाहिँ, एकदमै हार्डवर्किङ छ। यस्तो मलाई त सोचेकै थिइनँ मेरो बहिनीहरूले यति सानो उमेरमा यस्तो गर्छ भनेर। र यो चाहिँ मेरोबाट सानो गिफ्ट थियो दुईजना बहिनीहरूको लागि। र हजुरहरू पनि टाइम पाउनुभयो भने जानु होला वाफल स्टेसन, तपाईँहरूलाई पनि मनपर्छ भने। यो चाहिँ सानो छ, यहाँ चाहिँ तपाईँले बबल्स टीहरू, जुसहरू, के भन्छ माछा लाटीहरू सबै पिउन सक्नुहुन्छ, यहाँ पाउँछ। र अरूभन्दा पनि उहाँहरूले यति सानो उमेरमै केही गरिराख्नु भएको छ, त्यही भएर तपाईँहरूले साथ र सपोर्ट त दिनु नै हुन्छ। र उहाँहरूलाई अझै धेरै के उहाँहरूले सुधार गर्नुपर्ने हो, के कुराहरू मिस्टेक हुन्छ होला, सल्लाह सुझावहरू दिनु होला। एकचोटि तपाईँले यहाँ चाहिँ भिजिट गर्नु नै होला भन्ने मेरो भनाइ। अनि मलाई चाहिँ एकदमै धेरै मिठो लाग्यो, अब बहिनीको पनि भएर होला र अरू आउने हाम्रो कस्टमरहरू पनि एकदमै मिठो लाग्यो अरे क्या। फेरि आज कस्तो जम्का भेट भयो क्या, सबै कन्टेन्ट क्रिएटर बहिनीहरू, सलिना बहिनी हाम्रो मोडल बहिनी, सलिना बहिनीको बेस्ट फ्रेन्ड म, मेरो काकी जङ्ग्री क्युजिनको, अनि मेरो बहिनी यता रेसा, अनि मेरो यता रूपा बहिनी, उता सुशीला बहिनीहरू सबै एकैचोटि क्या प्लानिङ गरेरै आएको जस्तो भयो। कस्तो रमाइलो लाग्यो मलाई पनि होइन, त्यही भएर सर्टकट भिडियो बनाइहालेँ। अनि अरूभन्दा पनि मलाई चाहिँ एकदमै धेरै मिठो लाग्यो है, मलाई चाहिँ एकदमै धेरै मिठो लाग्यो। र हजुरहरू पनि जानु होला, कस्तो लाग्छ तपाईँहरू पनि लाइक कमेन्ट गरेर स्टोरीहरू हालेर उहाँलाई ट्याग गर्नु होला। सो थ्याङ्क यू सो मच, बाई बाई, सी यू अगेन।